जुन कम्पनीले समयमा मल ल्याउन सक्दैन त्यसलाई किन कारबाही गर्न सकिँदैन? यो पटक पटकको समस्या छ। यदि सरकारले समयमा काम गर्न सक्दैन भने राजीनामा मागिन्छ भने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेल सर लामो समयदेखि यसको प्रबन्ध सञ्चालक हुनुहुन्छ र उहाँले समयमा मल ल्याउन सक्नुहुन्न भने उहाँले चाहिँ किन राजीनामा नदिने? छानबिन गर्न सक्नुहुन्छ। म प्रबन्ध सञ्चालक भएर काम गरेको 3 वर्ष हुँदैछ। विगतमा कति आएको छ र म प्रबन्ध सञ्चालक के काम भयो, कति मल आएर कति बेचिया छ, त्यो हजुरले प्रष्टसँग हेर्न सक्नुहुन्छ। गएर खुला छ, छानबिन गर्न सक्नुहुन्छ। त्यसमा मेरो कुनै अन्यथा रहँदैन। मन्त्रीज्यूले मल समयमै आउँछ भनेर यहाँ भन्नुभएको थियो, तर अब अहिले हेर्दाखेरि मल समयमा नआउने देखिसक्यो। त्यसकारणले यसको दोषी को हो? यो छानबिनको विषय नै रह्यो भन्ने मलाई लाग्छ। यसलाई किनभने हल्का रूपमा लिन हुँदैन। विशेष गरी कृषि सामग्री केन्द्रबाट 70% र 30% साल ट्रेनिङबाट खरिद गर्ने भनिएको छ। योभन्दा अगाडिका विगतका हामीले कुरा हेऱ्यौँ भने 2078 सालमा मन्त्री परिषदबाट निर्णय गराउँदै 100% साल ट्रेनिङले मत खरिद गर्न पाउने भनेर भनिएको पनि छ। यो उदाहरण हो। किन भन्नुहुन्छ भने यो किन भनियो भन्नुहुन्छ भने साल ट्रेनिङमा 11% सरकारी र बाँकी निजीको स्वामित्व रहन्छ। त्यहाँबाट साल ट्रेनिङले खरिद प्रक्रियामा जोडिनु पर्दैन, तर यतापट्टि कृषि सामग्री कम्पनीले खरिद प्रक्रियामा जोडिनु पर्ने हुन्छ। त्यसकारणले यो साँठगाँठ के हो? यो साँठगाँठ यहाँ केही साँठगाँठ छ। त्यसकारणले यो मल खरिद प्रक्रिया लामो समयदेखि एउटा निश्चित समय प्रक्रिया पुरा गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै समयमै किन प्रक्रिया पुरा गरिँदैन? र मल ल्याउने कम्पनी पनि लामो समयदेखि एउटै कम्पनीहरू देखिरहनु पर्ने कारण किन? यो प्रश्न हो। त्यसकारणले यो जुन कम्पनीले समयमा मल ल्याउन सक्दैन त्यसलाई किन कारबाही गर्न सकिँदैन? यो पटक पटकको समस्या छ। यदि सरकारले समयमा काम गर्न सक्दैन भने राजीनामा मागिन्छ भने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेल सर लामो समयदेखि यसको प्रबन्ध सञ्चालक हुनुहुन्छ र उहाँले समयमा मल ल्याउन सक्नुहुन्न भने उहाँले चाहिँ किन राजीनामा नदिने? यो किसानसँग जोडिएको विषय हो। समयमा काम गर्न सकिँदैन, किसानका लागि काम गर्न सकिँदैन। यसभित्र व्यापक गन्धको पहिला विगत लामो समयदेखि आएको कुरा हो। सभापतिज्यूलाई म आग्रह गर्छु एउटा उपसमिति गठन गरेर भए पनि यसको इन्टरनल छानबिन समिति तत्काल गठन गरियोस् र छानबिन गरेर त्यो प्रतिवेदन सार्वजनिक गर्नै पर्छ। यदि यो गर्न सकिएन भने किसानप्रति न्याय हुँदैन। हस्, धन्यवाद। छानबिन गर्न सक्नुहुन्छ। म प्रबन्ध सञ्चालक भएर काम गरेको 3 वर्ष हुँदैछ। विगतमा कति आएको छ र म प्रबन्ध सञ्चालक के काम भयो, कति मल आएर कति बेचिया छ, त्यो हजुरले प्रष्टसँग हेर्न सक्नुहुन्छ। गएर खुला छ, छानबिन गर्न सक्नुहुन्छ। त्यसमा मेरो कुनै अन्यथा रहँदैन। होइन, त्यो मैले यहाँलाई त्यो पनि मैले भन्न चाहेँ। अघिल्लो वर्ष कति थियो, झन् त अघिल्लो वर्ष कति थियो, यो वर्ष कति भइरहेछ, होइन? र हिजोका दिनमा के भइरहेको थियो र कति काम भएको छ, हजुर मूल्याङ्कन गर्नुहोस्, हेर्नुहोस्। यो यहाँहरूको जिम्मामा भयो। र अब अर्को कुरा चाहिँ हाम्रो मान्य पुनम म्याडमले भन्दा अरू नाका बन्द भयो, हामीले के गर्न सक्छौँ? हाम्रो केही उपाय छ र छैन नि? त्यहाँ 37-38वटा मलका भेसलहरू त्यहाँ अड्केर बसेका छन्। हाम्रो आइपिएलले एउटा के अरे सालटिनले खरिद गरेको एउटा भेसलको मल पनि त्यहीँ बसेको छ। त्यस कारण चाहिँ अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नहुँदा हाम्रो केही लाग्दैन। हामीले अब यहाँहरूको हामी कसैले केही गर्न सक्ने अवस्था रहँदैन। सहज हुँदा हामीले गर्न सक्ने कुरा गर्ने हो। त्यसले गर्दाखेरि त्यो पनि मैले यहाँहरूलाई अनुरोध गर्न चाहेँ। र अर्को चाहिँ रासायनिक मलको विकल्पमा जानुपर्छ भन्ने कुरा, प्राङ्गारिक कुरा यो उठिरहेछ, होइन? हामीले पनि त्यो भनेकै छौँ। किनभने रासायनिक मलले लगातार प्रयोग गर्दा माटोको गुणस्तर पनि केही रास आउन सक्छ। लगातारको रासायनिक मलले गर्दा प्राङ्गारिक मलले सँगसँगै दिनुपर्छ, त्यसको बढाव गर्नुपर्छ भन्ने सन्दर्भमा कार्यक्रम पनि बन्दैछ, बजेट व्यवस्थापन पनि हुँदैछ, होइन? तब श्रीमान सचिवले त्यो कुरा पछि प्रश्न पार्नुहुनेछ। र मान्य केपी खनालज्यूले भन्नुभएको थियो बजेट वास्तवमा त्यो बजेट नै मूल समस्या हो। त्यो मैले अघि भने त्यो बाध्य भएर मैले भन्नु परेको, किनभने हामीले यही गएकै चालु आमा 36 अरब बजेट माग गरेका थियौँ 6 लाख मेट्रिक टन किन्नको लागि। 28 अरब 82 करोड मात्रै बजेट स्वीकृत भयो। त्यो माथि पनि 5 लाख 50 मेट्रिक टन कार्यक्रम गर भनेर कार्यक्रममा प्रविष्टि भएर आयो भनेपछि अब मन्त्रालयले मागेको त हो नि, आएन नि त। त्यस कारणले त्यो कुराले त्यो सन्दर्भमा चाहिँ मैले त्यसरी भनेको। किनभने हरेक वर्ष हामीले बजेट माग्छौँ तर त्यो बजेट भन्ने त्यो बजेट आउँदैन। र अब अर्को मान्य केपी खनालज्यूको गुलेरियामा अहिले हेऱ्यौँ भने 1244 मेट्रिक टन युरिया छ र धनगढीमा 1770 मेट्रिक टन त्यहाँ गोदाममा सामान छ। त्यो यही धान सिजनमा बिक्री वितरण गर्ने युरिया हो। त्यसै गरी डेबी पनि छ, 392 टन डेबी छ बर्दियामा र 216 टन डेबी धनगढीमा छ। हजुरको एरियामा मैले त्यो जानकारी गर्न चाहेँ। र अब अर्को माननीय सागर ढकालज्यूले भन्नुभएको थियो त्यो उठेको कुरालाई हामीले आफ्नो क्षमताले भ्याएछ हामीले गर्ने कुरा छ, हामी गर्छौँ। त्यसमा अन्यथा कुरा रहँदैन।